नमस्ते, गुड मर्निङ। मेरो लेकतिरको यात्राको आज अन्तिम दिन। अस्तिको दिनबाट सुरु भएको लेक यात्रा, लेकतिरको यात्रा, गोठतिरको गोठ स्टे। चङ्थाबाट अस्तिको दिन हिँडेर लसुने चौरी गोठ, उराङ गोठमा बसियो। अनि हिजो लसुनेबाट डबले भन्ज्याङ हुँदै सुकाडाप, लामपोखरी, सुकेपोखरी लगायतका ठाउँहरू घुम्दै फिर्दै बेलुका एक रातेको माथि धिमालचोक भन्ने ठाउँमा चङ्थाबु बजारका कुमार गुरुङ, गर्जमान गुरुङ लगायतको भेडागोठमा आएर बसियो। अहिले चाहिँ म यहाँ उहाँहरूकै भेडागोठमा बास बसेर अहिले बिहान यहाँको भेडा लगभग 200वटा भेडा रहेछन्। यहाँ कति त आइरहनु होला, जङ्गलतिरै बास बसे होला। यहाँ हेर्न सक्नुहुन्छ। भेडागोठ यसको उन भर्खर काटेको हुनाले दुब्लो जस्तो देखिन्छ। यसरी हेरेर साथ दिनु होला। यसरी मेरो 3 दिनको गोठ यात्रा आज सकिँदैछ। यसरी लेकमा यात्रा गर्नु छुट्टै मजा हुन्छ। यहाँहरूमध्ये कतिलाई त पक्कै थाहा पनि होला। अनुभव लिनुभएको छैन भने यसरी नै मेरो जस्तै अनुभव लिन अनुरोध छ। यो लोप हुन लागेको पेसा भेडा पालन उहाँहरूले जोगाएर राख्नुभएको छ। त्यसको लागि चङ्थाबु फलैचा सरकार समाज र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद छ। यो गोठ चाहिँ चौरी गोठ जस्तो लामो समयसम्म एकै ठाउँमा राखिँदैन। 3 रात 4 रात 5 रात जति राखेपछि फेरि ठाउँ चेन्ज गरिन्छ, अर्को ठाउँमा लगिन्छ। अब क्रमशः यो भेडाहरूलाई हिमालतिर लगिँदै जान्छ। त्यस्तो छ। यति 200 भेडा हेर्नको लागि, रेखदेखको लागि 4 जना रहनुभएको छ। यहाँ देख्न सक्नुहुन्छ चङ्थाबु बजार। यहाँ तल चङ्थाबु बजार लगभग 1-1.5 घन्टाको दुरीमा होला, पैदल दुरीमा चङ्थाबु बजार। मैले सुनेअनुसार यहाँबाट लगभग 20 मिनटको दुरीमा, पैदल दुरीमा एक राते रामचन्द्र ढुङ्गेलको घरमा पुगिन्छ। हिजो यहाँ गोठमा बस्ने साथीहरूले भन्दै हुनुहुन्थ्यो। यहाँ देख्न सक्नुहुन्छ यहाँहरू, यो माथि डबले भन्ज्याङ, त्यसको उतापट्टि मेम्याङ। हिजो बिहान हामी यो पर देखिएको डाँडाबाट हिँड्दै डाँडा हिँड्दै यहाँदेखि धेरै पर लामपोखरी सम्म घुमफिरमा गएका थियौँ र बेलुका यहाँ बास बसियो। अब मेरो
यो लेक यात्रा आज सम्पन्न हुँदैछ। मैले बनाएका भिडियो क्लिपहरू हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद र मन परेमा शेयर कमेन्ट लाइक्स गरिदिनु होला भन्दै सबैलाई फेरि पनि धन्यवाद व्यक्त गर्दछु। थ्याङ्क यू फर वाचिङ।